आजको यस भिडियोमा म तपाईहरुलाई टप 3 बेस्ट लोकल फेमस मोमो देखाउँदैछु र आज चाहिँ मैले 130, 160 र 220 को मोमो ट्राई गरेको छु र यो ठाउँहरुको मोमो चाहिँ इन्टरनेटमा मात्रै हाइप हो कि के कस्तो हो भनेर यस भिडियोलाई लास्टसम्म हेरेर साथ दिनु होला र यस च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु भएको छैन च्यानललाई सब्स्क्राइब गरिदिनु। आई होप यु इन्जोय द भिडियो। हेलो गाइस एन्ड नमस्ते सबैलाई, वेलकम ब्याक टु माई न्यू भिडियो। र धेरै दिनपछि चाहिँ म नयाँ भिडियो बनाउँदैछु र आजको यस भिडियो स्पेशल चाहिँ टप 3 बेस्ट लोकल मोमो हुनेछ र यो ठाउँहरु चाहिँ धेरै फेमस छ र म चाहिँ आज मोमो खान आएको छु। ठ्याक्कै यहाँनिर यो पुरानो धरारा पसलमा आएको छु। यो ठाउँको चाहिँ मोमो चाहिँ यति फेमस छ कि तपाईँ 3-4 बजेतिर आउनु भयो भने यहाँ लाइन के हुन्छ। अहिले लगभग 11:30-12 चाहिँ त्यस्तै बजिसक्यो तर यहाँ हेर्नु मान्छेको यति प्याक छ कि यहाँनिर बसेर खाइरहन माथि बसेर खाने ठाउँ नि प्याक भइरहेको हुन्छ र लास्टै प्याक छ कि यो ठाउँमा। र के कस्तो पाइने रहेछ भनेर म तपाईहरुलाई देखाइहाल्छु। दाइ मलाई 1 प्लेट हाल्दिनु न। हजुर हजुर हेलो 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 मोमो कति छ त यहाँ देखाउनु त। बफ यो बफ त होला नि हैन? ए एकछिनमा के चिकन पाकेको छ त? ल चिकनै हाल्दिनु नि त। 1 प्लेट हो दाइ चिकन है? पहिला पे गर्नुपर्छ। अब पैसा दिइसके थाहा छ मलाई। यहाँ तपाईको कति प्लेट जाला दाइ यहाँ दिनमा? 1500-2000 एभरेज पैसा कहाँ राख्नुहुन्छ हौ? चिकन मोमो ल्याएँ। यहाँनिर चाहिँ बफ मोमो चाहिँ अलिक पाक्न टाइम लाग्छ र त्यही भएर चिकन मोमो खाइदिएको। मलाई चाहिँ यसको पर्यो 130 रुपियाँ। के कस्तो रहेछ ट्राई गरी हेरौँ है त। ल अलिक तातो रहेछ अनि यो ठाउँको चाहिँ अलिक बेसी टमटर हुन्छ क्या, टमटरको झोल हुन्छ क्या। 130 मा ठिकै हो यो एरियामा। किमा चाहिँ राम्रै रहेछ है। यहाँ म बाहिर चाहिँ किन बसेर खाएको छु भने चाहिँ यहाँ भित्र बसेर खाने ठाउँ नै छैन। लास्टै सबै ठाउँ प्याक छ यहाँनिर। यहाँ माथि पनि बस्ने ठाउँ छ तर माथि नि प्याकै छ। गर्मी वाइल्ड गर्मी हुन्छ त्यही भएर म बाहिरै बसेर खान लागेको। अलिकति पिरो हुन्छ अनि टमटरको अचार चाहिँ टमटरको स्वाद चाहिँ अमिलो चाहिँ अलिक बेसी आउँछ। यो ठाउँको लोकेसन चाहिँ ठ्याक्कै यो काठमाडौँ मल भयो। काठमाडौँको यो गल्लीबाट ठ्याक्कै यहाँ अगाडिबाट आउने अनि त्यसपछि यो साइडमा चाहिँ काठमाडौँ मल छ अनि त्यसको गल्लीबाट ठ्याक्कै यता न्यु रोड जानेपट्टि यही हो धरारा मोमो हो। ल अब हामी नेक्स्ट लोकल फेमस मोमो ट्राई गर्न जान्छौँ र त्यहीँ गएर भेटौँला त। फाइनली चाहिँ म अर्को मोमो खाने ठाउँमा लोकेसनमा आइसकेँ। यो ठाउँको नाम चाहिँ ठ्याक्कै थकाली मोमो हो। न्यु रोड निर छ। यो ठाउँको मोमो नि लास्टै फेमस छ क्या। तपाईँहरू न्यु रोडमा हिँडिराखेको बेला चाहिँ यो ठाउँमा देख्नु भएको होला। 3 प्लेट खाएपछि 1 प्लेट मोमो फ्री हो यो ठाउँमा चाहिँ। र के कस्तो रहेछ भनेर मोमो खान जाउँ। र यो ठाउँको मोमो चाहिँ मलाई चाहिँ ठिकै लाग्छ है। त्यस्तो खतरा नि होइन त्यस्तो नराम्रो नि छैन। जस्ट तपाईँहरूले चाहिँ एकचोटि ट्राई गर्नुपर्ने ठाउँको मोमो हो। ल के कस्तो छ भनेर ठ्याक्कै म तपाईँहरूलाई देखाउँछु। अनि यो ठाउँको लोकेसन चाहिँ ठ्याक्कै न्यु रोड गेट चाहिँ त्यो न्यु रोड गेट चाहिँ योनिर भयो। ठ्याक्कै न्यु रोड गेटबाट यता सालिक जानेपट्टि यो थकाली मोमो हो त। ल यहाँनिर प्रत्येक 3 प्लेट पछि 1 प्लेट मोमो फ्रीमा भनेको छ। यहाँ तपाईँहरूले 3 प्लेट खानुभयो भने चाहिँ 1 प्लेट फ्रीमा हुन्छ। यहाँ माथि बसेर खाने ठाउँ नि छ। टक्क लाएर कता बसौँ है? यता यहाँ बसौँ होला। यहाँ टक्क लाएर अहिले चाहिँ यहाँ चाहिँ अहिले त्यति प्याक छैन। त्यस्तै 4 बजेपछि चाहिँ वाइलै हुन्छ प्याक। त्यस्तो वाइल भन्दा नि ठिकै प्याकै हुन्छ।
टक्क हामी मोमो अर्डर गर्छौँ र के कस्तो रहेछ भनेर खान्छौँ। यहाँको एम्बियन्स पनि यस्तो ठिकै रहेछ। फाइनली चाहिँ मैले यहाँ चिकन र बफ अर्डर गरेँ मोमो। यहाँनिर देख्न सक्नुहुन्छ। यो बफको चाहिँ कति पर्ने रहेछ भने चाहिँ 140 र चिकनको चाहिँ 160 पर्ने रहेछ। तर आज चाहिँ सर्भिस अलिक ढिलो भयो, तर चाँडै हुन्थ्यो यहाँनिर। आज चाहिँ किन खै यहाँनिर चाहिँ यस्तो 2 थरी रस आउँछ टक्क। यो चाहिँ टमाटरको, यो चाहिँ तिलको होला आई थिङ्क, होइन सिस्टर? यो तिलको, यो टमाटरको होइन? म यस्तो डन हो नि त, थाहा पाइदिन्छु। अबे साले क्या यो चाहिँ अलिक कडा हुन्छ। पहिला यो एउटा मात्रै हालेर खाएर त कस्तो हुने रहेछ। बफसँग खाएँ अरे। खासरी मोमो भनेको मान्छेहरूले यतिकै डल्लो डल्लो क्लुत दिन्छ। खासरी मोमो भनेको यसरी फुटाउने हो अनि यसभित्र यसरी रस हाल्ने हो अनि मात्रै खाने हो कि यसरी। अरे टाँस्यो त। धेरै कडा रहेछ है यो, मिसाउनुपर्छ। बफ यो चाहिँ तिलको मजाले मिसाएर खाने हो। मोमो भनेको यसरी खानुपर्छ है गाइस। मान्छेले यसरी नमिलाइ, एकजनाले चाहिँ जसले काटेर खान्छ त्यसलाई मुखमा भुवा चाहिँ हान्नु भन्छ, खासरी होइन नि त्यस्तो। यस्तो यसलाई यसरी च्यात्ने, यहाँभित्र यसरी रस हाल्ने अनि यसरी चम्चामा लिने। यो चाहिँ चिकन हो, यो चाहिँ बफ हो। मलाई त मोमो त बफै मिठो लाग्छ यार। अहिले चाहिँ अलिक बाग्लो भएछ यार यहाँको यो। नभए यो चाहिँ अलिक पहिला चाहिँ अलिक कति पातलो थियो, अहिले चाहिँ अलिक बाग्लो बनाउन थाल्नु भएछ यहाँ चाहिँ। यो दुईवटा मिक्स गरेर कस्तो हुन्छ खाएर पनि त। ल यसरी च्यात्ने अनि यसरी झोल हाल्ने अनि बबाल यार। यो दुईवटा झोल मिसाएर खायो भने बबाल हुने। कम्बिनेसन चाहिँ बबाल क्या। अनि पिरो हाल्नु मन छ भने पिरो हाल्दा नि भइगयो। मोमोको पिस्ने राम्रै छ, अन्त पाउने भन्दा नि हल्का ठुलो छ। बफमा चाहिँ अलिकति ठुस्स गनाउँछ। मलाई चिकन चाहिँ मनपर्छ यो ठाउँको। चिकन मोमो चाहिँ बबाल हो यो ठाउँको। ल अब गाइस, अब नेक्स्ट अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। अब चाहिँ नेक्स्ट डेस्टिनेसनमा जाऊँ। त्यहाँको मोमो नि बबाल। त्यहाँको मोमो चाहिँ काठमाडौँभरि फेमस छ। कहाँ कुनादेखि मगाउँछ क्या त्यो ठाउँमा चाहिँ मोमोहरू चाहिँ। ल के कस्तो रहेछ भने त्यहाँ गएर हेरौँ है त। ल फाइनली चाहिँ म आएको मोमो खाना चाहिँ यहाँ आइसकेको छु। म यो डिलिसियस मोमो, यो मोमो चाहिँ धेरै फेमस छ क्या। मलाई चाहिँ तपाईँहरू धेरैजनाले चाहिँ मलाई यो जमलको डिलिसियस मोमो ट्राई गर्नु भन्नुभएको थियो र मैले चाहिँ अझैसम्म नि ट्राई गरेको थिएन। र के कस्तो छ भनेर ट्राई गरेर देखाइदिन्छु। आज चाहिँ यो ठाउँको चाहिँ जमलको डिलिसियस मोमोमा आएको छु र यहाँ हेर्नु मोमो बनाउने ठाउँ चाहिँ धेरै छ। यो ठाउँको मोमो चाहिँ धेरै फेमस छ है त। यो चाहिँ थोरै हालेर त। ल मोमो त खतरा ठुल्ठुलो छ त यार। जमलको डिलिसियस मोमोको बफ मोमो ट्राई गर्दैछु म। यसको प्राइस चाहिँ 220 पर्यो। मोमो चाहिँ यहाँ लास्टै ठुलो हुने रहेछ यार। एक गाँसमा अटाइँदैन होला। म एक ग्यासमा खाना ट्राई गर्छु त, अट्ने सिक्दैन छ।
यहाँ नर्मल मोमो भन्दा अलिकति ठुलो लगभग यो अचार चाहिँ तिलको रहेछ यहाँ यसरी टमाटरको अचार नि पाइने रहेछ यसरी यो चाहिँ यो स्टाइल चाहिँ युनिक लाग्यो एउटा हालेको छु म यहाँ एउटासँग हालेर खाएर अनि यहाँनिर यसरी पिरो पनि पाइने रहेछ है तर म पिरो खाँदिनँ यो टेस्टी बबालै छ यार मोमो चाहिँ लास्टै ठुलो रहेछ तर एक प्लेटको नि 220 छ नि त मोमो कत्रो कत्रो मोमो यार ल म एक गाँसमा खान्छु त ल हो नदेखाऊ अहिले नि कसको दादा यो अरू